साथीहरू, हिजो बालेन सरकारले संसदको रोस्टमा उभिएर भन्नुभएछ इन्डियाले मात्रै होइन नेपालको जग्गा मिचेको, नेपालले पनि इन्डियाको भूभागहरू मिचेको छ भनेर उहाँले भन्नुभएछ। र उहाँले भन्ने लगत्तै विरोधीहरूले एकदमै ठुलो चर्को विरोध गर्न थालेछन्। तर मलाई कस्तो लाग्छ भने चाहिँ उहाँको चाहिँ यो चाहिँ होइन माइन्ड गेम हो के। किन भनेर भन्नुहुन्छ भनेपछि होइन, यो भारत सरकार कहिले पनि टेबल टक गर्न आएन के। जब अब भूभागको सम्बन्धी जब कुरो आउँछ नि, कहिले पनि टेबल टक गर्नको लागि आएन। त्यही हुनाले होइन बालेन सरकारले सायद भन्नुभएको होला होइन, नेपालले पनि भारतको भूभागहरू मिचेको छ भनेर। यो समाचार भन्ने बित्तिकै होइन, मतलब उहाँले भन्ने बित्तिकै होइन इन्डियामा एकदम खैलाबैला भएको छ के। र यही हुनाले होइन इन्डियाका मिडियाहरू भए, इन्डियाका युट्युबरहरू भएर यो समाचार एकदमै भाइरल बनाइरहेका छन् होइन। उनीहरूले के भनेको छन् भनेपछि अब इन्डियन सरकारले पनि गएर नेपाल सरकारसँग कुरा गर्न पर्यो, कहाँनिर नेपाल होइन नेपालले अब जग्गा मिचेछ त्यो हेर्न पर्यो होइन, टेबल टक गर्न पर्यो भनेर प्रेसर दिइरहेको छन् के इन्डियाका जनताहरूले। अब जब यस्तो भइसकेपछि त टेबल टक हुन्छ। जब टेबल टक भइसकेपछि त होइन इन्डियाले पनि आफ्नो कुरा राख्न पाउने भयो, नेपालले पनि आफ्नो कुरा राख्न पाउने भयो होइन। कसले मिचेको छ त्यो त फिर्ता गर्न पर्यो नि। नापजाप त पक्कै पनि होला, बिना नापजापको त यो तेरो यो मेरो भन्ने कुरा त पक्कै नहोला होइन र। हो, त्यही टेबल टकको लागि होइन बालेन सरकारले दिमाग लगाएको कि यसलाई भन्छन् माइन्ड गेम होइन। हेर्दै जानुहोस् अगाडि के हुन्छ होइन। तर विरोध गर्नेहरूले त अब विरोध गरेकै छन् होइन। तर जहाँसम्म लाग्छ होइन केही न केही सल्युसन आउँछ कि, हेर्दै जानुहोस् होइन। तर विरोध गर्नेमा सबैभन्दा नम्बर 1 भनेको अब हर्क साम्पाङ तपाईँले चिन्नुहुन्छ होइन। उहाँले के भनेर भन्न भ्याउनु भयो भने चाहिँ मैले उहाँको स्ट्याटस पढेर सुनाउँछु है त। सुन्नु, म तपाईँलाई स्क्रिनमा नै राखिदिन्छु होइन, यहाँनिर हेर्नु होला। हर्क साम्पाङले के भनेका छन् त भन्दाखेरि आज बालेनले बोलेको कुरा सुनेर बुझ्दै होला नि होइन, प्रधानमन्त्री बन्न लायक मान्छे होइन भनेर भन्छ नपत्याउने। बुझ्दै होला अब त नेपाल भारतको भूमि मिच्नु रे, के भनेको होला होइन। उहाँ त त्यस्तो होइन सांसद हो, अलिकति कुरा बुझ्नु पर्ने हो। तर बुझ्दैन के बालेनले अब के दिमाग लगाइरहेको छ भनेर होइन। आम नेपालीहरूले बुझ्न एकदमै गाह्रो छ कि। अब हर्क साम्पाङले त बुझ्दैन भनेपछि अरूले कसरी बुझ्छ होइन। तर बुझ्छन्, एक दिन टाइम आउँछ होइन। तर अर्को स्ट्याटस अब के लेख्नुहुन्छ हर्क साम्पाङले मात्रै भन्नुहुन्छ भनेपछि बालेन देशका लागि घातक छन्, बुझ्न समय लाग्छ तर देश सकिएको हुनेछ। मलाई गाली गर्नेहरूलाई पछुतो हुनेछ। हि इज अ डेन्जर। जतिखेर पनि स्ट्याटस ठोकै गर्ने होइन, जतिखेर पनि स्ट्याटस ठोकै गर्ने होइन। स्ट्याटसले त अब देश बन्दैन नि। देशको प्रधानमन्त्री हो, केही त सोचेर बुझेर होइन टिमहरूमा अब डिस्कस भएरै अब उनीहरूले भनेका होलान् होइन। हेर्दै जाऊँ न त, केही न केही त होला नि, केही न केही सोचेका होलान्, केही न केही बुझेका होलान् होइन। केही न केही प्लानिङ होला, बिना प्लानिङको त यो कुरा गर्ने कुरै भएन होइन। तर टिमको प्लानिङ होला। तर अब हर्कजीले चाहिँ अब जे पाउँदै चाहिँ नभन्न पर्ने हो होइन। जतिखेर पनि विरोध गरेको गरेछ, जतिखेर पनि विरोध गरेको गरेछ। लगभग तपाईँको अब 3 करोड नेपालीमा चाहिँ मेरो हिसाबले चाहिँ है, मेरो व्यक्तिगत हिसाबले चाहिँ 2.5 करोड नेपालीले त हर्क साम्पाङलाई गाली गरेकै हुन्छ कि, गाली गरेकै हुन्छ। अलिअलि होलान् जो हर्क साम्पाङको अब समर्थन गर्ने होइन, अब उहाँले अब सपोर्ट गर्नु होला, गरे होलान् होइन, त्यो कुरा ठाउँमा छ। तर गाली भनेको चाहिँ अब 2.5 करोड नेपालीले गाली गरेकै छन् कि हर्क साम्पाङलाई। त्यस्तो हो कि, उहाँ चाहिँ त्यस्तो व्यक्ति हो। तर मेरो विचारमा चाहिँ अब बालेन सरकारले जो अहिले अभिव्यक्ति दिनुभयो होइन, इन्डियाले पनि अब नेपालको जग्गा मिचेको मात्रै छैन, नेपालले पनि मिचेको छ भनेको होइन, त्यो चाहिँ मलाई चाहिँ अब माइन्ड गेम जस्तो लागिरहेको छ होइन। किनभनेपछि भारत सरकारलाई पनि त अब टेबल टकको लागि बोलाउनु पर्यो नि। टेबल टकको लागि बोलाउनको लागि त होइन भारत सरकार त आउँदैन, किनभनेपछि उसले त अब नेपालको भूभागहरू मिचेको छैन त। त्यही भएर त्यसलाई टेबल टकमा बसाल्नको लागि, बोलाउनको लागि, प्रेसर दिनको लागि चाहिँ उहाँले अब यो भन्नुभयो होला। यदि सुनिसकेपछि त अब इन्डियामा त खैलाबैला भइरहेको छ, जो कि म तपाईँलाई भनिसकेँ होइन। प्रेसर बढिरहेको छ होइन, इन्डियन सरकारलाई पनि पक्कै पनि आउला नि त वार्ता बस्न, त वार्तामा त कुरा हुनेछ होइन। हो, त्यही भएर यसलाई भनिन्छ माइन्ड गेम होइन। त्यही भएर अन्यथा नलिनु होला होइन। जे छ जस्तो छ प्लानिङको साथ भइरहेको छ होइन। तर यो प्लानिङ चाहिँ मलाई मन पर्यो है। तपाईँलाई के कस्तो लाग्छ कमेन्ट चाहिँ गर्नु होला है त। धन्यवाद।